यो पर्फ्युम मलाई किन्न मन लागेको 2-3 वर्ष नै भइसकेको थियो, फाइनली किने मैले। लेट्स अनबक्स माई न्यू पर्फ्युम टुगेदर। दिस इज डोल्चे एन्ड गबाना लाइट ब्लू उड टोइलेट। सो लेट्स अनबक्स दिस। सो मलाई यो पर्फ्युम चाहिँ पहिल्यैबाट किन्न मन थियो कि मैले हेरेको 2-3 वर्ष नै भइसक्यो होइन, मलाई किन्न मन लागिरहेको थियो। तर यो अलिकति एक्सपेन्सिभ साइडमा भएको भएर चाहिँ मैले किनौँ कि नकिनौँ भइरहेको थियो। बट फाइनली आई गट दिस फर यो समर। किनभने ओके, सो एउटा स्टोरी भन्छु है त। सो मलाई चाहिँ एकदम धेरै पर्फ्युम्सहरू मनपर्ने मान्छे हो कि, मसँग एकदम धेरै पर्फ्युम कलेक्सन्सहरू छ होइन। तर अहिले रिसेन्टली मलाई यस्तो टाउको दुख्छ अलिकति कडा पर्फ्युमसँगै, मलाई यस्तो टाउको दुख्छ कि म सक्दिनँ कि अहिले मलाई यस्तो धेरै गाह्रो हुन्छ होइन। र दिस इज द ओन्ली पर्फ्युम आई क्यान टलरेट कि यो एकदमै धेरै लाइट छ, एकदमै धेरै एरी, एकदमै सिट्रसी खालको छ कि यो चाहिँ एकदम लाइट छ क्या। हजुरले पर्फ्युम लगाएको त्यस्तो कडा नै छैन कि, जस्ट योर स्मेल बट बेटर खालको मात्रै छ होइन। यस्तो छ यो चाहिँ मैले ट्राई गरेर मजाले हुन्छ नि, सोचेर बुझेर लगाएर टेस्टर हुन्छ नि पुरै त्यस्तो गरेर मात्रै किनेको हो। सो त्यति गर्दा पनि मलाई टाउको दुखेन भनेपछि ठिक छ यो होइन। यसको चाहिँ यस्तो यो भेल्भेटी खालको के, पुरै भेल्भेट टाइपकै छ प्याकेजिङ, भेरी नाइस है, एकदम सिम्पल, धेरै राम्रो छ यो। वाउ, लुक एट हर, शी इज 100 ml गाइज, एकदमै राम्रो छ। जस्ट लुक एट दिस, सो नाइस। अब स्मेल गरौँ है, कति राम्रो, सो लाइट के, सो लाइट। त्यो हुन्छ नि कडा खालको एउटै छैन, म सक्दिनँ अहिले त्यो, एकदमै लाइट छ, एकदमै नै लाइट। म लुगामै लाउँछु ल। वाउ, सो फ्रेस। यो चाहिँ समरको लागि एकदम धेरै पर्फेक्ट हुन्छ है, विन्टरको लागि भन्दा पनि समरको लागि पर्फेक्ट छ। एकदमै धेरै लाइट छ है यो, समरको लागि अति नै बेस्ट के, अति नै राम्रो। यसको नोट्सहरू यहाँ लेखिरहेको थियो होइन। यसको नोट्स भनेको चाहिँ लेमन, ग्रानी स्मिथ एप्पल र सिडरवुड। एकदमै लाइट वेट। हजुरलाई चाहिँ फ्रेस खालको सिट्रसी खालको समर खालको पर्फ्युम मनपर्छ भने चाहिँ यो लभ दिस हुन्छ नि। यसले चाहिँ टाउको पनि दुखाउँदैन कि, त्यस्तो कडा केही पनि छैन, भेरी लाइट, भेरी एरी, भेरी समरी काइन्ड अफ स्मेल, अति नै राम्रो है त। सो दिस इज गन बी माई समर फ्रेग्रेन्स अब।